अहिले सुजुकी एसएस स्कुटीको हेडलाइट, भाइजर अनि यु कभर, नम्बर प्लेट, भाइजर चेन्ज गर्दैछु। यो स्कुटी पल्टेर पुरै स्क्र्याच भइसकेको थियो सबै भाइजरहरू। अनि चुक इनर कभर अनि पछाडिको साइडको पाटा अनि ब्याकलाइट ग्लास, अगाडिको मिरर स्क्र्याच भइसकेको थियो। यहाँ सबै चेन्ज गरिदिएर अब म यसलाई न्यू बनाउँदैछु। पछाडिको मोटर गार्ड, नम्बर प्लेट मोटर गार्ड पनि फुटेको थियो, भाँचेको थियो, त्यो पनि चेन्ज गरेको हो। सबै चेन्ज गरेर यसलाई बनाएर सर्भिसिङ गरेर अनि छोड्न जाने हो। यो स्कुटी म खैरनीदेखि लिएर आएको छु, रूपन्देही खैरनी। यसको पुरानो मोटर गार्ड लागेन, सरी न्यू मोटर गार्ड चाहिँ लागेन, पुरानै फेरि लगाउन पर्यो खोलेर। साइज चाहिँ मिलेन, फरक पर्यो। मोडल भनेर लिएर आएको हो यो सोरुमबाट यो स्कुटीको भाइजरहरू। अरू सबै मिल्यो, पछाडिको नम्बर प्लेट मोटर गार्ड चाहिँ मिलेन। अब अर्कोचोटि लिएर आउँदाखेरि चेन्ज गर्ने हो। बाँकी सबै राम्रो छ, भइसकेको छ फिटिङ। अब स्क्रुपहरू कस्दैछु, छिटै स्क्रुपहरू कसेर धुलाएर बनाएर अनि बुटोल जाने हो। दिदी लिन आउनुहुन्न, म आफै लिन गर्थेँ अनि फेरि छोड्न पनि आफै जानुपर्छ। अब काम लगभग सकिसकेको छ। पछाडिको टेल प्यानलहरू, साइडको प्यानलहरू पनि सेट भइसकेको छ। मोटर गार्डहरू पनि त्यही पुरानै फिट गरिसकेको छु। अब डिगीको कभर लगाउने हो। डिगीको कभर लगाएर अनि त्यसपछि धुलाएर छोड्न जाने हो। इन्जिन अयल पनि चेन्ज भइसकेको छ, एयर फिल्टर पनि चेन्ज भइसकेको छ। अब यो चाहिँ छिटै चेन्ज गरेर धुलाएर सबै फिटिङ गरेर जाने हो। छोड्न खैरानी बुटोल